मुगलिन बजारको चाहिँ सबै कोही पनि बजारमा छैन। उताको अलि माथि बजार छोडेर माथितिर छ, यताको पनि बजार छोडेर माथि माथि छ। यता चाहिँ अलि कम हुने सम्भावना छ। हजुर यहाँसम्म आइपुगेको छैन, अब आइपुग्ला भन्ने हो। लगभग अघि यहाँ बालुवा थियो, यो लगभग बढिसकेको छ। यहाँ पनि छैन, मुगलिन काटेको छैन छोली, अब आइपुग्ने क्रममा छ। यो मुगलिन बजारको मुनि हो। यता माथिबाट नि त्यो फुटेको छिरेला त्यो डब्बाहरू उयो गर्ने ठाउँ भने हामी ठिक छौँ अहिलेसम्म सबैजना वारिपारी। हजुर यो मुगलिनको पुल हुन्छ हुन्छ बहिनी। उत्सव ढकाल। हजुर 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 विजय दयाल यस्तै हेरौँ अब कतिको ऊ हुन्छ। स्टिल उसमा छ, बल्ल पानी बढ्न सुरु भयो, यताको कति आउँछ भन्ने। त्यही त कुरिन्टा फ्राकिलो छ, त्यो कारणले गर्दाखेरि अलिकति ओ होला भन्ने हो। हामी पनि ए फुची डोन्ट वरी है, के छ तिमी? हुन्छ हुन्छ राजा, सबैजनालाई एकदमै थ्याङ्क यू। यहाँ हेर्दैछु यार पानीको राफ्ट कति बढ्छ भनेर शीतल। मलेको पुल चाहिँ उडायो, मलेको पुल चाहिँ उता धादिङ जाने पुल चाहिँ उडाइसकेछ। अब उता चाहिँ अलिकति सानो भाउनेले होला, यता चाहिँ अहिलेसम्म केही भएको छैन है। मनी काठमाडौँ फर्किने भनेर रेडी भएको, अब त्यतिकै स्टप भयो बाटो कारणले गर्दाखेरि। हुन्छ हुन्छ सबैजना। अहिले ब्रेन अहिले कान्छा मेरो भाइ अहिलेसम्म खासै त्यस्तो प्रब्लम देखेको छैन, बढ्दैछ।